हाई गाइज, वेलकम टु आवर न्यू ब्लग। आज चाहिँ हामी कालिकामा किरात याक्थुङ चुम्लुङको पिकनिक कार्यक्रममा जाँदैछौँ। हाई भन्दा मुसु। हाई, आज चाहिँ हामी बनभोज खानु जाँदैछौँ। मलाई भिडियो गरिदिँदैछ मुक्सामले। बाई बाई। गाडी आइसकेको छ। फाइनल्ली हामी चाहिँ बहिनी च्याब्रुङ नाचेकै हुन्छ। वडा नम्बर 10बाट आउनुहुने वडाका प्रतिनिधिज्यूहरूलाई यो कार्यक्रम स्थलमा आइदिनुको लागि हार्दिक गर्न चाहन्छु। कार्य समिति वडाका कार्य समितिलाई वडा नम्बर 10 वडाका समितिको यो धुलोलाई व्यवस्थापन गरिदिनुको लागि म बाल्टीमा पानीको व्यवस्थापन गर्थेँ। अलि धुलो उडा जस्तो भयो, यसलाई चाहिँ अलिकति यो हामी नाच्ने गर्ने ठाउँमा चाहिँ अलिकति यसलाई अलिअलि धुलो मार्न पर्दा जस्तो भयो।
खड्गबहादुर ताम्लिङज्यू तुम्याङ हुनुहुन्थ्यो, उहाँलाई पनि आसन ग्रहणको लागि अगाडि गएर बसिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। अब भने म सरस्वती वडा नगरका सिंहमा जो चाहिँ आजको कार्यक्रम समुद्घाटन भएको चाहिँ कार्यक्रम शुभारम्भ गरिरहेका छौँ। केलाङ टोलीका नामावली सरस्वती एकचोटि अहिले वाचन गर्न चाहन्छु र यो वाचनमा कोही नाम छुटेको छ भने फेरि म हार्दिक अनुरोध गर्न चाहन्छु। संयोजकको रूपमा रहनुभएको छ रक्षा नुगो केलाङ टोलीमा, त्यस्तै गरी सदस्य सन्ध्या नालको सिगो हुनुहुन्छ, त्यस्तै गरी सदस्यमा गणेश साम सोहाङ हुनुहुन्छ, त्यस्तै गरी शान्ता नेउवा हुनुहुन्छ, त्यस्तै गरी समिता देवान हुनुहुन्छ, त्यस्तै गरी आयुष सेलिङ हुनुहुन्छ, त्यस्तै गरी बुद्ध लिम्बू हुनुहुन्छ, त्यस्तै गरी विमल सिंह हुनुहुन्छ र केलाङ टोली। यहाँ चाहिँ सुँगुरको मासु पाक्दैछ है। उहाँलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी त्यो देखाएको त्यो कुखुराको वीरबहादुर बेगाज्यू र याम दाई दिलीप दाई हुनुहुन्छ र अब भने हाम्रो किराँती खुम्चुङ मेचीनगरले आयोजना गरेको यो ताम्बोङचा कक्षा नाम 5086 लाई ग्रहण गरिदिनु हुनको लागि सम्पूर्ण तुतुगेन्तु मिहाङ यस पछाडि चाहिँ मेचीनगरमा रहनुभएका सम्पूर्ण नगर समितिका साथीहरूलाई परिचयात्मक कार्यक्रममा अगाडि जोड्नेछु र नगर समितिका साथीहरूको परिचयात्मक कार्यक्रम सकिएपछि वडा समितिका पदाधिकारी तथा सदस्यज्यूहरूलाई आफ्नो परिचयको कार्यक्रम लान्छु। त्यस्तै गरी सल्लाहकारज्यूहरू, जिल्लाका पदाधिकारीज्यू औ कस्तो गरिस् भाइ। 5 जना उपस्थित हुनुभएछ, उहाँहरूलाई यरिकी नगेन भन्न चाहन्छु र उहाँहरूको फोटो सेसन कार्यक्रम भइरहेको छ। वडा नम्बर 13 का वडा समितिका पदाधिकारी तथा सदस्यज्यूहरूलाई तयारी अवस्थामा रहेर अगाडिको रोमा क्रमशः आइदिनुको लागि म हार्दिक 12 लाई हार्दिक
छ है बहिनी रमाइलो भइरहेछ दिदी र अर्को यो अनेमा सँगसँग जोडिएको प्रश्न छ र प्रश्न यस प्रकार छ नेकपा एमालेको अखिल नेपाल महिला सङ्घको वर्तमान राष्ट्रिय अध्यक्षको नाम के? हामी चाहिँ यहाँ कालिकामा हिँड्दैछौँ घुम्दैछौँ फुलबारीहरू हेर्दैछौँ यहाँ फुपूहरू हिँडिराख्नु भएको छ यहाँनिर एउटा केटो छ यहाँनिर चाहिँ फुल कस्तो राम्रो फुलिराखेको छ बगानबेली फुल सबै यहाँ चाहिँ बगानबेली फुलै फुल बगानबेली यहाँ अर्कै फुल रहेछ यतैदेखि तरेर जाउँ यहाँ चाहिँ पुल पनि बनाइदिएको छ फलामे पुल यहाँ तल चाहिँ पोखरी छ उता रबर गाडी छ हामी साथ गर्छौँ म त अन्य समस्याहरू सल्लाहकारको अवस्थामा विभाग लगिदिए दाइ र क्याप्टेन दमारज्यू लगायत हुनुहुन्थ्यो र अरू सदस्यहरूमा धेरैजना छु सबैको नामबाट